नाम मैले मिस्टेक गरेछु के, फ्रान्स भन्ने लेखाएको छु, उहाँको नाम पर्ने बेला मेरो मिस्टेक है। स्पेनको टिममा अक्टोबर किङ हुनुहुन्छ, अनि देवराज, पुलामी, कुल बोय, सुबी, जीवन, आर्यन अनि बोनिता म्याम हुनुहुन्छ जो लाइभ चलाउनुहुन्छ। अनि अर्जेन्टिनाको टिममा चाहिँ अब अल्पयात्री, आङसिरिङ, मन्सु, बसन्त जो भीम सर रासोपा घर, बसन्त सर, मनोज, हरिहर, ज्याक, दिपेश, सुनिल, नारायण, दीपक, अनएक्सपेक्टेड, मनिष भण्डारी चाहिँ उहाँ कोरिया बस्नुहुन्छ, मनिष भण्डारी, प्रतीक्षा बहिनी, एनजिएन, कर्म शेर्पा सर, दिपेन्द्र सापकोटा हाम्रो छ टिकटकमा एउटा धेरै चर्चित हुनुभएको छ एकजना भाइ दिपेन्द्र भाइ, शिशिर ओली, अनि 5 फिट 7 इन्चले चाहिँ दिपेन्द्र भाइ हामी चिन्छौँ, टिकटकमा फटाइ बोल्नुहुन्छ। दिपेन्द्र सापकोटा पनि अर्जेन्टिनाकै टिममा हुनुहुन्छ। 5 फिट 7 इन्चले दुइटै भन्नुभएको छ, फ्रान्स पनि अर्जेन्टिना पनि है त। अब यस्तो भयो भने मलाई चाहिँ गाह्रो हुन्छ, तर जे होस् जता डिसाइड गर्न पनि पाइयो। पोर्चुगलको टिममा रूपक पाण्डे हुनुहुन्छ, रूपक पाण्डेले धेरैचोटि हामीलाई सपोर्ट गर्नुभएको छ लाइभमा। पेम्बा गेलु शेर्पा सर हुनुहुन्छ, निशान गाउँले हुनुहुन्छ, डिएस भण्डारी हुनुहुन्छ, रवि कृष्ण काफले, जीवन खत्री, भानु सुवेदी, डाक्टर कख, सन्दर्भ, देवी, सरोज थापा, अभिषेक थापा, युपी रिजाल है, पोर्चुगलमा चर्चित व्यक्तित्वहरू हुनुहुन्छ है। ठाइलाजी हुनुहुन्छ पोर्चुगलको टिममा, कमल गाउँले हुनुहुन्छ, सुभाषजी हुनुहुन्छ, इन्जोय ब्रदर हुनुहुन्छ, अनि यादव छेत्री चाहिँ पोर्चुगलको टिममा धेरै बहुचर्चित व्यक्तित्वहरू चाहिँ पोर्चुगलको टिममा जानुभएछ। अब यता ब्राजिलको टिममा चाहिँ हाम्रो गुरुङजी हुनुहुन्छ, गुरुङ कान्छा सर, त्यस पछाडि आशिष दाहाल, जोजो लप्पा, अजय रेग्मी, एसएस भण्डारी, आफ्नै साम्राज्यको राजा, सुजन केसी, ए बर्ड, थापा सुरज, गुरुङ कान्छा फेरि पनि, अनि हाम्रो निरु डाङ्गी, सहयोगी मन, अनि बुस्टर के नाम छ, थुप्रै नाम छ यहाँ। अनि साउथ कोरियाको टिममा रेड एप्पल हुनुहुन्छ है, रेड एप्पल चाहिँ साउथ कोरियाको टिममा हुनुहुन्छ। अब यदि उहाँले टिम चेन्ज नगर्नु भएको भए चाहिँ मलाई उहाँले पहिला दिनुभएको थियो। अनि जापानको टिममा हुनुहुन्छ SG29, युएसएको टिममा नाम मैले लेख्न केसी क्रिस्टिना फ्रान्समा मैले थपेँ है त हजुरलाई, केसी क्रिस्टिना, जोजो लप्पा सर मैले भने है हजुरको नाम ब्राजिलको टिममा होइन त, जोजो लप्पा सर ब्राजिलको टिममा हुनुहुन्छ। अनि जर्मनीको टिममा दीपक छेत्री सर हुनुहुन्छ क्यानाडाबाट, अनि सुमन छेत्री हुनुहुन्छ। सुमन छेत्री सरले फ्रान्स पनि अल्टरनेटमा भन्नुभएको छ है। ल केसी क्रिस्टिनालाई मैले फ्रान्समा राखेँ, म चाहिँ फ्रान्सको टिममा छु है त, म चाहिँ फ्रान्सको टिममा छु। आकाश सर पनि हुनुहुन्छ, अब अहिले यहाँ माथि हुनुभएकोमा मेन चाहिँ हामीहरू देख्यौँ। यस जोजो लप्पा सर, ओ यस्तो छ अल्पयात्री सर होइन। अब हामीले तीनटा टिम एकदम चारवटा टिम एकदम स्ट्रङ देखियो, स्पेन, पोर्चुगल, अर्जेन्टिना र फ्रान्स चाहिँ स्ट्रङ देखियो है। अब तर भन्दाखेरि यहाँ जो एक दुईजना हुनुहुन्छ उहाँहरूले हामी एक्लै तयार छौँ भन्नुभएको छ बेट गर्नलाई। जो एक दुईजना हुनुहुन्छ, दिनेश सर पनि हुनुहुन्छ रहेछ पोर्चुगलको टिममा। ल है दिनेश सर, मैले हजुरको नाम पनि एड गरेँ, क्रिस्टिना म्यामको नाम एड गरेँ मैले फ्रान्समा, क्रिस्टिना फ्रान्समा। अनि खत्री गोठ हुनुहुन्छ। अब यो नामले त हामीलाई खासै समस्या नपार्ला के अरे, नामले अब जे नाम देखेँ मैले त्यही लेखिदिन्छु यहाँ। अब यहाँ नागरिकता चाहिने होइन, चुनाव के अरे त्यो उसमा संसद बन्न जाने नागरिकता चाहिएन के अरे। अब साथीहरूको जे नाम छ त्यही, त्यो यो नाम चाहिँ फाइनल नेमसम्म गेमसम्म चाहिँ कायम राखिदिनु भयो भने म त ढुक्क भएँ दाइ, फ्रान्सले जित्छ। डिसिङ दाइ नै हाम्रैतिर हुनुहुँदो रहेछ। फ्रान्सले जित्छ यसपालि, जितिहाल्यो नि। निमेश दाइ, म चाहिँ अब के भन्छु भने नेपाल के अरे वर्ल्ड कपमा चाहिँ 8 चोटि फाइनल खेल्ने टिम जर्मनी रहेछ, 12 चोटि सेमी फाइनल पुगेको टिम रहेछ, 12 चोटि सेमी फाइनल पुगेको, 18 चोटि क्वार्टर फाइनलमा पुगेर हारेको टिम जर्मनी रहेछ होइन। अनि ब्राजिलले के भन्ला छन्, हरेक वर्ल्ड कप खेलेछ ब्राजिल। होइन मैले वर्ल्ड कप खेलेको कुरा गरिनँ, मैले के भने वर्ल्ड कप खेल्दाखेरि 18 चोटि क्वार्टर फाइनल पुग्ने टिम अहिले छँदै छैन, 12 चोटि सेमी फाइनल खेल्ने, कमेन्ट लेख्नु होला सबै साथीहरुले, कमेन्ट लेख्नु होला, 8 चोटि फाइनल खेल्ने टिम छँदै छैन के। त्यसकारणले जर्मनीको कमेन्ट लेख्नु होला कुन टिममा जान चाहनुहुन्छ, कुन टिममा हामीले टिम बनाउँदै छौं। अब अझै त टिममा नकआउटमा हार्यो भने फ्रान्स हो भन्छु मैले चाहिँ, त्यति मैले भने। यसपालि जर्मनको 9 चोटि हुन्छ सुमनजी, रेकर्ड लेखेर राख्नु है। अर्जेन्टिनामा मेरो नाम लेख्नुस् दाइ। आकाश सिंहको नाम मैले लेखेको छु है। आकाश सिंह चाहिँ, आकाश दुईजना आकाश छ, एकजना माथि आकाश सर हुनुहुन्छ हाम्रो बोर्डमै माथि बस्नु भएको, अर्को आकाश सिंह, दुईजना नाम छ फ्रान्समा। मैले भन्न मिस्टेक गरेँ, सुरुदेखि नै फ्यान म। ल प्रहलाद खड्का अर्जेन्टिना, ल है प्रहलाद खड्का, मैले अर्जेन्टिना त ओ माई गड,
निमेश सर, अर्जेन्टिना त खतरा टिम बन्यो त हो। निमेश सर, होइन अर्जेन्टिनामा त धेरै फ्यान पनि छ नि क्षितिज दाइ सर, नेपालमा। क्षितिज सर निमेश हजुरलाई सर। कुन टिममा राख्नु भन्नु? क्षितिज सर कुन टिम? अब मलाई यो जुवा र बाजीसँग चाहिँ लास्टै डर लाग्छ होइन, तर मेरो सुन न, हामी नेपाली हो के 100 रुपियाँ उठाउने हो नेपाली, के चिन्ता गर्नु भएको? ल मेरो त सुरुदेखि नै ब्राजिल हो। सो हामीले साथीहरू, मैले मेरो प्रस्ताव चाहिँ हरेक टिमले 100 रुपियाँ बाजी उठायो भने जुन टिम सानो छ त्यो टिमले अलिक धेरै उठाउनु पर्ला। दाइ 100 होइन, सुन्नुहोस् म भन्छु एउटा प्रस्ताव कस्तो राख्छु सानो टिम हो भने सानो टिमले त सानै नै उठाउने हो नि। मेरो कुरा सुन्नुहोस्, म एउटा प्रस्ताव राख्छु, सुन्नुहोस् म एउटा प्रस्ताव राख्छु, राख्दैमा मान्नुपर्छ भन्ने छैन। यसो गरौँ, प्रति व्यक्ति 1000 रुपियाँको दरले उठाम, जसले जुन टिमले जिते पनि एउटा चाहिँ त्यो बालबालिका बस्ने आश्रममा पैसा दिने, त्यो पैसा जसले जिते नि। मेरो तर्फबाट फुल सपोर्ट। ल गुरुङ कान्छा सर, बालबालिका अनाथ आश्रममा दिने। ल आकाश सरको प्रस्ताव मलाई मन पर्यो। मोडरेटर साथीहरूले कृपया कमेन्ट गर्नु होला। आकाश सरले आफ्नो प्रस्ताव एकचोटि फेरि राखिदिनुहुन्छ अनि गुरुङ सरले त्यसलाई चाहिँ भिडियो काटेर प्रचार गर्नुहुन्छ है त। ल एग्री हो यसमा म त। ल प्रति व्यक्ति 1000 रुपियाँको दरले चाहिँ हामी यो राख्ने र इन्टरटेनमेन्टको लागि हो, किनभने 1000 रुपियाँ राखेपछि हामीलाई हेर्न मजा हुन्छ होइन। त्यो 1000 रुपियाँबाट जसले जुन टिमले जित्छ होइन, त्यो टिमले जितेको पैसा चाहिँ नेपालको कुनै एउटा अनाथ आश्रममा बच्चा बच्चीहरूलाई, सानसाना बच्चा बच्चीहरूलाई यो अब जाडोमा लाउने कपडा अथवा खाना जे किन्दे पनि त्यो पैसाले चाहिँ त्यहाँ प्रयोग गरिदिने। ल धन्यवाद। हाम्रो पहिलाको उपसभामुख हुनुहुन्थ्यो नि, उहाँकै आश्रमलाई सहयोग गरे नि भोलि। एकदम 100% सहमति। राम्रो प्रस्ताव आयो। मेरो चाहिँ समर्थन भयो यसमा है। ल मेरो पनि समर्थन। मैले आकाश सर वास्तवमा मैले नि भन्न सकेको थिएन, मलाई एकदम उ लागिरहेको थियो कि पैसा भनेपछि म अलिक पछाडि हटिहाल्ने मान्छे हो। हेर्नुहोस् है, पैसा कुरा आयो भने झ्याक्कै पछाडि के नो, पैसाको बारेमा नो। अनि चाहिँ इन्ट्रेस्टिङ बनाउनको लागि एकजना व्यक्तिले नेपाली 1000 रुपियाँ उठाउन गाह्रो नहोला, विदेश बस्नेहरूले। नेपाल बस्ने साथीहरूलाई केही समस्या भयो भन्नु होला है त। नेपाल बस्ने साथीहरूले मेरो पनि 100% सपोर्ट छ यसमा। थ्याङ्क यू सो मच है जोजो लप्पा सर, थ्याङ्क यू सो मच। गुरुङ कान्छा सर के छ, बोल्न मिल्छ हजुरलाई? निदाउनु भएको हो कि गुरुङ कान्छा सर? सुत्ने बेला भएको थियो उहाँ। ल थाहा पाएँ। म सबै साथीहरूले कमेन्ट लेखिदिनु त, जसले छुट्या छ, जसको नाम छुट्यो कमेन्ट लेखिदिनु होला। मैले यहाँ टिममा नाम जोड्दैछु है त, टिममा नाम जोड्दैछु है त। ल मैले टिममा चाहिँ नाम। अब आकाश सर यस्तो अर्जेन्टिना र फ्रान्सकै घमासान पर्ने भयो, कुरा बुझिसक्यो। अब एउटा कुरा त फेरि यस्तो हुने भयो नि त निमेश दाइ, हजुर पैसा निमेश दाइ त्यो भन्दा पनि हो तपाईँले के भनिदिनु पर्यो भने ए र बी टिममा चाहिँ तपाईँको त्यो नकआउटमा चाहिँ तपाईँको कुन कुन टिम पर्छ, तपाईँले अहिले जुन भन्नुभयो त्यसमा चाहिँ तपाईँको एउटै उसमा छ भने त त्यो त दुईजनै फाइनल जाने कुरो त भएन। त्यसलाई चाहिँ मिलाएर भन्नु पर्यो क्या। यसो गर्नु पर्यो कि परेन यसलाई होइन यस्तो भयो। त्यसमा त के हुने हो भने जो बाहिरै आउँछ नि, जो टिम बाहिरिन्छ नि त्यो टिमले त सुरुमै दिनु परिहाल्यो पैसा त। हारे नि त यस्तो गरौँ के निमेश दाइ, के गर्नु पर्यो भने यो सबै मान्छेको पैसा चाहिँ एक ठाउँमा जाने वातावरण बनाउनु पर्यो नेपालमा, एउटा मान्छे खातामा क्लियर। किनभने यहाँबाट विश्वसनीयताको कुरा पनि हुन्छ, यहाँ एकअर्कालाई चिन्ने अवसर पनि हुन्छ। भोलि इन फ्युचर धेरै कुराहरू हुनसक्छ। अहिले हामी सामाजिक सञ्जालमा 1000 रुपियाँमा चुक्यौँ भने जीवनमा ठुलो कुरामा चुकिन्छ। 1000 रुपियाँ भनेको बिग डिल होइन नेपाली पैसा होइन अहिलेको अवस्थामा। भने यो साथीभाइ बिचको एउटा अन्तर सम्बन्ध राख्ने कुरा पनि हुन्छ है, मलाई क्लियर गर्न दिनु। अहिले हामी जुन टिमले जित्छ त्यो टिमले चाहिँ पैसा हाल्न परेन। हेर्नुहोस् है, अब तपाईँ जुनसुकै टिम रोज्न सक्नुहुन्छ। 1000 रुपियाँको दरले तपाईँको चिलायो, गोजीबाट चिलायो। त्यो के को लागि भन्दा अनाथ आश्रमको लागि चिलायो। एउटा बच्चा बच्चीहरू पढ्ने ठाउँमा, आश्रममा बस्ने ठाउँमा दिनको लागि पैसा चाहिँ 1000 रुपियाँ तिरियो। अब यो एउटा फन पनि भयो, इन्टरटेनमेन्ट पनि भयो, कुनै मान्छेको लागि त्यो ठुलो काम पनि भयो होइन। हामी बहुआयामिक गर्छौँ नि त हामीले गर्दा त। मैले जहिले कहिलेकाहीँ केपी ओलीको क्यारिकेचर गर्छु, हान्न त मैले राजनीतिक व्यङ्ग्य हानेको हो नि त। हो यसरी नै गर्न पर्यो, गर्दा रमाइलो गर्दै शिक्षा पनि दिनु पर्यो, भिक्षा पनि दिनु पर्यो क्या निमेश दाइ। अब जित्ने टिमको मान्छेले चाहिँ पैसा हाल्नु पर्दैन, हार्ने जति सबैले 1000 रुपियाँ तिर्नुपर्छ है। अब भनेको 1.5 लाख पैसा उठ्छ निमेश दाइ, हो किन भन्नु त? मेरो 100% एग्री है आकाश सर, मेरो अर्को एउटा प्रस्ताव छ। त्यो चाहिँ के गरौँ भने मोफसलको पनि अलिकति
चाहिँ तपाईँको चाहिँ विकट ठाउँतिरको चाहिँ अनाथ आश्रम अथवा वृद्धाश्रम जो हुन्छ त्यसमा गरौँ भनेको। क्षितिजी छोरो छैन निवारण गर्नु